हरियो वन नेपालको धन भन्ने एउटा आह्वानबाट सुरुवात गरिएको यो जुन नारा थियो, स्लोगन थियो, त्यो चाहिँ अहिले परिवर्तन भएर के भएको छ भने नेपालको वन हाम्रो जनजीवन भन्ने परिवर्तन भइसकेको छ। किनभनेदेखि हाम्रा अहिलेका परिवेशहरू, हाम्रा अहिलेका अवस्थाहरू र हाम्रा यो भौगोलिक वातावरणले हामीलाई के भन्छ भने जङ्गलसँग हाम्रो अन्न मित्रता छ, प्राणीको मित्रता छ, वासस्थान छ र मान्छेको जीवन छ अनि पानीको स्रोत छ। यो तरिकाले गर्दाखेरि हाम्रो जीवन नै यो जङ्गलसँग रहेको छ भन्ने नारा परिवर्तन भइसकेको छ। र यही कारणले गर्दाखेरि जुन यसअगाडि देशका विभिन्न ठुला ठुला जङ्गलहरूबाट चाहिँ जसरी यो माफियाहरूले दुरुपयोग गरेर वन क्षति पुर्याएको थियो, त्यसको रोकथाम र त्यसपछि सरकारले यो वनको सम्पदा चाहिँ सरकारी हो भन्ने जुन एउटा आकाङ्क्षाले जनताको जुन यो अधिकार थियो, त्यो अधिकार र सुम्पन्न नचाहेको कारणले त्यसको संरक्षणको लागि, त्यसको मागको लागि, त्यसको व्यवस्थापनको लागि र त्यसको कार्यान्वयनको लागि यो वन उपभोक्ता महासङ्घ गठन भयो। र यो वन उपभोक्ता महासङ्घले हाम्रा जुन जसले भोग गरेको छ, चार खालका उपभोक्ताहरू छन्। एउटा उपभोक्ता दिनेपछि त्यहाँ बाँच्नुपर्ने, त्यहाँ उपभोग गर्नुपर्ने, र अर्को खालको उपभोक्ता छन् दोस्रो दर्जाको। दोस्रो दर्जाको उपभोक्ता कस्ता छन् भने केही कार्यकाल खेतीपाती गर्ने रूपमा जाने खालका छन्। अब तेस्रो खालको उपभोक्ता छ। तेस्रो खालको उपभोक्ता कस्तो छ भने हाम्रा बढी भएका वन पैदारहरू किन्ने क्रेताहरू छन्। त्यस्तै खालको अवस्थाले अहिलेको जुन परिवेशले वर्गीकरण गरिएको छ, त्यो वर्गीकरण गरिएका उपभोक्ताहरूको हक र हितको लागि यो वन उपभोक्ता महासङ्घ गठन गरिएको हो। हामीले अहिले नैराश्यले जुन कुरा गऱ्यौँ हो, एउटा अङ्ग्रेजी भनाइ छ, एज वाइल टु द मेसिन सो द मनी फर एन अर्गनाइजेसन भन्छ। हेर्नुहोस्, किनभने जसरी एउटा इन्जिनलाई तेल चाहिन्छ त्यसरी सङ्गठन चलाउनुलाई पैसा चाहिन्छ, अवश्य हो। पैसा बगैर सङ्गठन जुन एउटा संस्था चल्दैन। तर त्यसको लागि हामीले के चाहिँ गर्नु पर्यो भने निराश होइन। एउटा विद्वानले भनेका छन् यो असम्भव भन्ने शब्द चाहिँ अल्छेको डायरिया मात्र हुन्छ अरे। हेर्नुहोस्, कोसिस गऱ्यौँ भने पक्कै पनि ती वनबाट हामी उपयोग गरेर केही आर्जन गर्न सक्छौँ। तर हामी जागरुक चाहिँ हुनु पर्यो। जागरुक हुनको लागि यो जुन अहिले जिल्लाको अभिभावकत्व ग्रहण गरिरहेको छ यो जिल्ला वन उपभोक्ता महासङ्घ, त्यस्तै गाउँको तपाईँहरू धेरैले गरिरहनु भएको छ र केन्द्रले केन्द्रीय नेपालको अभिभावकत्व ग्रहण गरेको छ। त्यो कुरोले गर्दाखेरि हामीले यो जिल्ला महासङ्घले केन्द्रीय सङ्घसँग पनि समन्वय गरेर आफ्ना समस्याहरूलाई राखेर त्यसको निराकरण गर्नेतर्फ जानु पर्यो र गाउँलाई पनि जागरुक गराउन जानुपर्ने स्थिति हाम्रो यो जिल्लामा 75 करिब वडाहरू छन् नि। त्यो 75 वडा मध्येमा 356 वटा त वन उपभोक्ता महासङ्घ दर्ता भएको छन् र प्रमाणपत्र पाइसकेका छन्। तिनीहरूलाई सकिन्छ प्रत्येक वडामा, सकिँदैन गाउँपालिका स्तरमा ल्याएर तिनीहरूलाई यो अहिलेको कानुन सम्बन्धी, अहिलेको व्यवस्था सम्बन्धी र त्यहाँ यो वन कार्यालय पनि हाम्रो विदेशी एउटा रेमिट्यान्सबाट ल्याएका हामीले कमाएको पैसाले मोज गर्ने मात्र होइन, तिनीहरूले पनि त्यो ठाउँमा अनुसन्धान गरेर प्राविधिक लगेर के उपभोग जडीबुटी उत्पादन हुन्छ कि काठको उत्पादन हुन्छ कि त्यहाँ चाहिँ कुनै अर्को आय स्रोत हुने एउटा उत्पादन हुन्छ कि ती कुराको अनुसन्धान गरिदिनु पर्यो। र त्यसपछि यो महासङ्घले सकिन्छ 75 जिल्लामा, केही 75 वडामा, सकिँदैन भने गाउँ स्तरीय रूपमा तयार गरेर तपाईँहरूले यो तरिकाले आय आर्जन गर्नु सक्नुहुन्छ भनेर जागरुक बनाइदियो भने पक्कै पनि यो नेपालको वनले केही न केही यस्तो खालको निराशाजनक आय स्रोत मात्रै दिँदैन। र अर्को कुरो के छ भने हामी यो नभनौँ, स्थानीय तहमा अहिलेको संविधानले प्रतिपक्ष भन्ने कल्पना गरेको छैन। माथि प्रदेश र केन्द्रलाई मात्रै प्रतिपक्षको रूपमा चाहिँ इङ्गित गरेको छ र अहिलेको संविधानले वडामा पालिकामा अहिले प्रतिपक्ष भनेको व्यवस्था गरेको छैन। त्यो कारणले हामीले के चाहिँ बुझ्नु पर्यो भने प्रत्येक जनता हामी देशका नागरिक भएको कारणले के हुँदैछ भनेर सोध्ने, त्यो अन्याय भएको ठाउँमा विद्रोह गर्ने, अमलो ठडाउने, त्यसपछि न्याय खोज्ने काम चाहिँ प्रत्येक जनताको काम हो। त्यसमा पनि
जुन वन सम्बन्धी परेका अन्यायको लागि तपाईँहरू मियो भनेर त्यो ठाउँको नेतृत्व गर्नुभएको छ, त्यो नेतृत्व वर्गले गर्नु पाउनुहुन्छ, तर प्रतिपक्षको हैसियतको बस्ने चाहिँ व्यवस्था संविधानमा छैन। त्यही कारणले गर्दाखेरि हामी जागरुक चाहिँ हुनुपर्ने स्थिति आयो। र अहिले यो तालिमको व्यवस्था र अनुसन्धानको अन्वेषणको एउटा बाली लाउन पनि के छ भने रुमटारमा सुन्तला बनाएर नाउकामा थियो, अहिलेदेखि चाहिँ धेरै वर्ष लागेको थियो त्यो सुन्तला नहुने त्यहाँ एभोकाडो लाउँ भनेर के अरे विद्वानहरूले भन्न थालेका छन्, प्राविधिकहरूले भन्न थालेका छन्। त्यसैले हामीले कुन हावापानीमा कुन जङ्गलमा के लाउँदाखेरि हाम्रो आय स्रोत हुन्छ, त्यसमा जनतालाई जागरुक गराएर केही काम गर्ने जनतालाई फाइदा दिलायो भने मान्छेहरू आकर्षित हुन्छन् र सक्रिय हुन्छ। अहिले चाहिँ के छ भने हामीले यो भुल्नु हुँदैन कि प्रत्येक वडा कार्यालय र स्थानीय तहले वन संरक्षण गर्ने कर्तव्यभित्र एउटा त्यो पनि पर्छ। त्यसैले उसले पनि वनको त वनले चढ्दैछ, कमिटीले गर्छ भनेर जानु भएन, उनीहरूलाई बाध्य बनाएर त्यो आय स्रोतको व्यवस्था गर्न लाउनुपर्ने अवस्था छ। किनभने धेरैवटा उसको कर्तव्यभित्र वन कार्यक्रमको संरक्षण गर्नुपर्छ भन्ने स्पष्ट तोकिएको छ। त्यस्तै तरिकाले उसले 32वटा जति करिब सिफारिस गर्ने चाहिँ अधिकारहरू तोकिएको छ। त्यसैले यो सम्बन्धित वडा कार्यालय, सम्बन्धित पालिका यिनीहरूले चाहिँ वनलाई उपचार गराउनु हुँदैन। यो कुरो चाहिँ अल्बर्टको हैसियतले यो जिल्ला जुन वन उपभोक्ता महासङ्घ जिल्ला कमिटी सक्षम हुनेछ भन्ने चाहिँ मैले आशा गरेको छु। र